हेलो साथीहरू, सन्चै हुनुहुन्छ? हेर्नुहोस् त, आज फेरि धेरै पछाडि हजुरहरूसँग चिकनको मिठो रेसिपी लिएर उपस्थित भइसकेको छु। चिकन पकाउँदा चाहिँ सुरुमा प्यानमा तेल राख्ने। तेल चाहिँ अरू सब्जीलाई भन्दा अलिकति बेसी नै राख्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यता तेल तातिरहेको छ भने हामीलाई चिकन बनाउँदा चाहिने सामानमा चाहिँ प्याजको पेस्ट, गोलभेडाको पेस्ट, अनि यो चाहिँ लसुन र जिराको पेस्ट, अनि फुरनमा चाहिँ मेथी, ज्वानो र सुकुमेल चाहिन्छ। हाम्रो चाहिँ तेल तातिसक्यो। अब हामी चाहिँ फुरनलाई राखिदिन्छौँ। अब चाहिँ मैले यहाँ 1 केजी चिकन लिएको छु। अब चाहिँ मैले यो फुरन पनि फुरिसक्यो। अब चाहिँ पखालेर राखेको चिकनलाई अब चाहिँ हामीले यसलाई पानी नसुकुन्जेलसम्म नछोपिकन पकाउँछौँ। अब चाहिँ हाम्रो मासुको पानी सबै सुकेर मासु रातो रातो हुन थालिसकेको छ। अब हामी यसलाई एकछिन छोपेर पकाइदिन्छौँ। अहिले चाहिँ हामीले यसमा नुन मसला केही राखेको छैनौँ। अब यो एकछिन भुटे पछाडि अनि बल्ल नुन मसला राख्ने। अब यतिकोमा चाहिँ हामीले कभरलाई निकालिदिने। हाम्रो मासु चाहिँ भुटिसकेको छ होइन, रातो कलर चेन्ज गरिसकेको छ। अब बल्ल हामी यसमा नुन मसलाहरू राख्छौँ। सुरुमा चाहिँ मैले प्याजको पेस्टलाई राखिदिँदैछु। अब यो चाहिँ मैले जिरा र लसुनको पेस्ट राख्दैछु। मैले चाहिँ 2टा डल्लो सानो खालको मिडियम साइजको लसुन लिएको छु। ठुलो खालको छ भने चाहिँ एउटा दाना राख्दा पनि हुन्छ। अब यो प्याज र लसुन चाहिँ यो गन्ध नमरुन्जेललाई अलिक मजाले भुट्नुपर्छ। अब यसमा हाल्ने बेसार र काश्मिरी लाल मिर्च, यो चाहिँ पिरो हुँदैन। हाम्रोमा चाहिँ पिरो कम खाने भएकोले चाहिँ मैले खासै धेरै खोर्सानी पिरो खालको चलाउँदिनँ। टमाटरको पेस्ट, यो चाहिँ मैले 2टा मिडियम साइजको टमाटरलाई मिक्सरमा ग्राइन्ड गरेर पेस्ट बनाएको छु। अब आउँछ स्वाद अनुसार नुन। अब चाहिँ यसलाई कभर भएर भएन, यो डिलिट गर्नु। अब चाहिँ हामीले यसलाई कभर गरेर 3-4 मिनटको लागि छोपिदिन्छौँ। हेर्नुहोस् त, हाम्रो चिकन ग्रेभी पनि तयार भइसकेको छ। हेर्दै कस्तो मिठो देखिएको छैन त, खान मन लाग्ने। अब आज चाहिँ म यो खानासँग सर्भ गर्दैछु। हजुरहरूले चाहिँ यसलाई चिउरा भुजिया मुरैसँग पनि लिन सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ। बाई बाई।